सम्पूर्णमा नमस्कार। म सुरज खड्का। तपाईहरुलाई मैले अघि लगभग 5 बजे आसपास एउटा भिडियो सार्वजनिक गरेको थिएँ र तपाईहरुलाई मैले भनेको थिएँ सनसनीपूर्ण खुलासा गर्दैछु। यो मैले खुलासा गरिसके पछाडि देश विदेश विश्व हल्लिनेछ, जसले जेनजी आन्दोलन देखेको छ, जेनजी आन्दोलनमा भएको तहस नहस देखेको छ, सार्वजनिक सम्पत्ति जलेको देखेको छ। त्यो नष्ट भएर तपाईहरुलाई एकदमै चिन्तित हुनुहुन्छ। कुनै पनि पार्टीका नेता हुनुहुन्छ अथवा कुनै पनि स्वतन्त्र व्यक्ति हुनुहुन्छ अथवा यहाँ लिडरशिप गर्छु भनेर क्षमता भएका व्यक्तिहरू हुनुहुन्छ। उहाँहरूलाई आज यो विषयमा मैले यस्तो खालको प्रमाण लिएर आएको छु। त्यो प्रमाण म तपाईहरुलाई पढेर मात्रै सुनाउने छु। मैले अघि पनि भनेको थिएँ, कुनै पनि सम्बन्धित निकायलाई अथवा कुनै पनि त्यो बेला भएको सरकारका कुनै पनि उच्च स्तरीय नेताहरूलाई यो प्रमाणको बारेमा अनुसन्धान गर्नुहुन्छ भने उहाँहरूलाई छुट छ। र यो अनुसन्धान गरेर कसले यो चलायो, कसले यो डिजाइन गर्यो, कसले यो योजना बनाएर देश तहस नहस बनायो र यहाँ वर्षौं अगाडिका जुन सम्पदाहरू ध्वस्त बनायो, सांसद भवन ध्वस्त बनायो, नेताहरूको घरहरू ध्वस्त भए र त्यो दिन यस्तो खालकोसम्म योजना थियो कि एयरपोर्टमा ब्लास्ट गराउने, एयरपोर्टमा लगेर प्लेन क्र्याश गराउने सम्मको योजना थियो र सिंहदरबार आगो लगाउने पनि त्यही योजना अनुरूप नै भएको थियो। यो कुरा मैले लिएर आएको छु। त्यो दिनको सम्पूर्ण प्रमाण मसँग छ। एउटा विशेष सूत्रबाट एकजना भाइ जसले मलाई यो प्रमाण उपलब्ध गराउनु भएको छ। यो प्रमाणमा के छ भने यो पढेर तपाईहरुलाई अहिले मैले सुनाउँछु र यो प्रमाण तपाईले जुन दिन सार्वजनिक रूपमा पाउनुहुनेछ त्यो दिन तपाईहरुलाई लाग्नेछ कि त्यो दिन कस्तो योजनामा भएको थियो होला, कसले घुसपेट गरेको थियो होला, कुन योजनामा चलेको थियो होला। यस्तो खालको प्रमाण यहाँ म देखाउँछु। यो मोबाइलमा यो प्रमाण छ, यहाँ डेट सहित छ र समय सहित छ। 23 र 24 गतेको जुन जेनजी आन्दोलन भएको थियो, अघिल्लो दिन 23 गते आन्दोलन भएको थियो। त्यो आन्दोलनमा त्यहाँ जलाउने, तोडफोड गर्ने केही पनि कुराकानी त्यो दिन छैन। त्यो दिन मात्रै कुराहरू छ, पुलिसहरूलाई बचाउन पर्छ, त्यस्ता टाइपका सकारात्मक कुराहरू मात्र छ। र यो कुन एपबाट चलाएको थियो तपाईहरुलाई मैले पहिला भन्ने छु। यो तपाईहरुले सोचे भन्दा फरक जुन फेसबुक, टिकटक, इमो विभिन्न एपहरू मध्ये एउटा बिट च्याट भन्ने एप हो। यो कतिलाई जानकारी छ, यो कतिले सुनेकै छैन, मैले पनि पहिलोपल्ट सुनेको हो। यो बिट च्याट भन्ने चाहिँ यस्तो खालको एउटा सञ्जाल हुँदो रहेछ। त्यहाँ गएर तपाईहरुले पनि अहिले त्यो बिट च्याट भन्ने ठाउँ त्यो एउटा एप डाउनलोड गरेर प्ले स्टोरमा गएर अथवा एप्पल स्टोरमा गएर डाउनलोड गरेर हेर्नुभयो भने तपाई एकजना भन्दा अनलाइन देखिनुहुन्न। त्यहाँ त्यो दिन लगभग 34 जनासम्म त्यो ठाउँमा घुसेका थिए र ती व्यक्तिहरू यस्ता प्रोफेसनल थिए कि ती तपाईहरुलाई अहिले यो बिट च्याट भन्ने सुन्दा तपाईहरुले सर्च गरेर पक्कै पनि हेर्नुहुन्छ होला, तपाईहरुलाई यो विषयमा थाहा छैन। यहाँ यति धेरै प्रोफेसनल व्यक्तिहरू घुसेका थिए जहाँ कोड भाषा प्रयोग गरिन्छ र तपाईहरुको नाम पनि कोड भाषा अनुसार नै आउँछ। जस्तो काले तपाईको नाम त्यहाँ आउँछ भने यहाँ देख्न सकिन्छ। यहाँ जस्तो एनोन 4 भन्ने छ, अफिस एनोन 4 भन्ने छ, एनोन 4721 भन्ने छ, अनि त्यस पछाडि एनोन 4721 यस्तै खालका एनोन 4721। त्यस पछाडि अरू तपाईहरुलाई म यहाँ सुनाउँदैछु। अनि द फक भन्ने टाइपको छ हैन। अब यहाँ खरे सरकार भन्ने टाइपको छ। यस्ता टाइपको यहाँ नामहरू एन्टी करप्सन भन्ने खालको छ, इबी एक्सन भन्ने टाइपको छ। यस्तो नामहरू यसमा चाहिँ कसरी योजना बनाएको हुँदो रहेछ भने जस्तो म काले भयो भने त्यहाँ पहिल्यै उनीहरूको डिजाइन भइसकेको हुन्छ। काले भन्ने आइडी चाहिँ म हो। यहाँबाट मैले भने पछाडि यसरी तिमीहरू सक्रिय हुने र यसरी डिजाइन गरेर यो ठाउँमा हान्ने भनेर यो योजना बनाएको हुँदो रहेछ। र त्यो दिन यस्तो खालको चाहिँ यो यहाँ यो एयरपोर्ट हान्नेवाला कहाँ छ? यो एयरपोर्ट हान्ने भन्ने यहाँ छ। एयरपोर्ट हान्ने यहाँनिर के भनिएको छ भने जस्तो अल फर्स्ट एक्सन इज टु नट लेट
लेट देम एप्रोच प्रेसिडेन्ट अफिस एन्ड हेलिकप्टर्स फ्लाइ विथ देम भनेको छ। यो एउटा भयो। त्यस पछाडि सेन्ड ड्रोन इन्टु द टर्बोजेट, सेन्ड ड्रोन इन्टु द टर्बोजेट भनिएको छ। त्यो मान्छेहरूलाई किन एयरपोर्टतिर केपी ओली भाग्यो भनेर पठाएको छ त्यो कुरा हो। यहाँनिर यो भ्रम समाचार फैला भनेको छ। यहाँ मेरो मम्मी एयरपोर्टमा काम गर्नुहुन्छ, बुझे अनुसार प्लेनहरू आउजाउ गर्दैछन्, नेताहरू पनि आएका छन्। न्युजले लेखेको सबै भ्रम न्युज हो। एयरपोर्ट बन्द भन्ने जति सक्दो चाँडो एयरपोर्ट छिरौं, नेताहरूलाई भिआइपीमा लुकाइएको छ। अन्तिममा मम्मीले देश तिमीहरूकै हातमा हो, आज गरेनौ भने कहिले गर्ने भन्दै गर्न सक्दैनौ भनेर फोन काट्नुभयो। साथै आर्मी ब्यारेकमा लुकाइएको भनेर खबर पनि आएको छ, तर यो भने पुष्टि भइसकेको छैन। डोन्ट लेट देम फ्लाइ अवे भनेको छ। एयरपोर्ट भनेको छ। स्टप सिंहदरबार भनेको छ। सिंहदरबारमा चाहिँ यहाँ रोक्नु पनि भनिएको छ र अर्को एउटा सिंहदरबार जलाउने कहाँ छ? सिंहदरबार जलाउने कुरा गरिएको सिंहदरबार शुड बी एफेक्टेड है भनेर लेखेको छ। कहाँनिर छ? सिंहदरबार शुड बी एन्टी करप्सनले भनेको छ। सिंहदरबार शुड बी एफेक्टेड है भनेको छ। टेल एभ्रीवान सिंहदरबार इज इम्पोर्टेन्ट, डन्ट एट्याक पनि भनेको छ यहाँ फेरि कसैले हैन। यहाँनिर मारवाडीहरूको लागि नि सोचौं है पनि भनेको छ यहाँ। डिड केपी ओली रेली रिजाइन भनेर यहाँ प्रश्नवाचक चिन्ह लगाइएको छ। प्लिज गिभ प्रुफ, यहाँ प्रुफ पनि मागेको छ फेरि। अनि यहाँ अर्को कुरा कहाँ छ? यो भन्नु सिंहदरबारको केटाहरू कान्तिपुर जाऊ, सिंहदरबारको केटाहरू कान्तिपुर जाऊ। पहिला चाहिँ सिंहदरबार जाऊ भनेको छ। सिंहदरबार यही मान्छेले सिंहदरबार यसले चाहिँ सिंहदरबार जाऊ भनेको छ। अनि सिंहदरबार शुड बी एफेक्टेड है भनेको छ। अनि यही ग्रुपको मान्छेले चाहिँ पछि सिंहदरबारको केटाहरू कान्तिपुर जाऊ भनेको छ। कति टाइममा भन्दाखेरि सिंहदरबार शुड बी एफेक्टेड है भनेको 2:24 2:30 6 मिनट पछाडि चाहिँ सिंहदरबारमा 6 मिनटमा चाहिँ सिंहदरबारमा जाऊ भनेको अगा मान्छेले 6 मिनट पछाडि चाहिँ सिंहदरबारको केटाहरू कान्तिपुर जाऊ। त्यस पछाडि यहाँ काठमाडौँ उपत्यका नेपाल प्रहरी, काठमाडौँ उपत्यकाको नेपाल प्रहरी पछि हटेको छ। सबै कुरा चाहिँ यहाँबाट डिजाइन भएको देखिन्छ। यो कसरी डिजाइन भएको हामीले सोच्दाखेरि कसरी डिजाइन भएको पाइयो भने अथवा हुन सक्छ भने त्यो दिन ड्रोनहरू विभिन्न ठाउँमा चलेका थिए। कोही 2-4 जना व्यक्तिहरू भित्र बसेर ड्रोन चलाइरहेका थिए र उनीहरूले ड्रोन मार्फतबाट निगरानी गर्दै आफ्ना टिमहरूलाई ठाउँ ठाउँमा यहाँ यस्तो भइरहेको छ, यहाँ यस्तो भइरहेको छ, यहाँ यसरी एट्याक गर्ने, यहाँ यसरी एट्याक गर्ने भनेर पठाएको देखिन्छ। 12 भाइलाई पनि छोड्न हुँदैन है भनेको पनि छ यहाँ। 12 भाइ भनेको मिडिया, तपाईँहरूलाई थाहा नै छ। 12 भाइ मिडिया भनेर एकदम चर्चामा आएको थियो केही समय अगाडि। अनि केटा हो सपोर्ट। अनि अर्को चाहिँ रातिको 8 त्यो दिनको रातिको 8 बजेको हैन ल रातिको 8 बजे चाहिँ यहाँ के भनेको छ भने यो पढ्नु रोक्नु ल। यो जुन मोटा ब्लग बनाउने भनेको कहाँनिर छ? यसरी वी आर अल्सो ट्र्याकिङ देम एनी अदर साइबर ह्याकर हियर लेट्स ह्याभ एनी कोलाबोरेसन भनेको 9 जुन 8 तारिकको राति चाहिँ यिनीहरूले चाहिँ ह्याकरहरूलाई पनि यिनीहरूले बोलाएको छ है। र ल यहाँ पनि छ पुलिसलाई टार्गेट गरौँ भन्दैछ। यहाँ पुलिसलाई टार्गेट गरौँ गाइज भन्ने छ हैन। अनि यहाँ एकदम मुख छाडेर यो डटहरूको एकदमै मुख छाडेको लट्ठीहरूले तिनीहरूलाई नै हान्नु पर्छ भनेको छ। एकदम मुख छाडेर डट भने मैले त्यो मुख छाडेको कुरा मैले तपाईँहरूलाई भन्न भल्गर वर्ड छ। त्यसले त्यो लट्ठीले उनीहरूलाई नै हान्न पर्छ भनेको छ। अनि यहाँ एउटा छ त्यसमा चाहिँ यसरी पेट्रोल बमहरू बनाउने भनेर यिनीहरूले कुनै गरे यसरी पेट्रोल बम बना भनेर सोसियल मिडियामा चाहिँ पेट्रोल बम बना भनेर चाहिँ भ्रम फैला भनेको पनि छ। कहाँनिर छ त्यो? यहाँ चाहिँ मोटो ब्लक बनाउनु पर्छ भनेको छ। यहाँ रोक्नु ल एकछिन ल। मोटो ब्लक भन्छ कि त्यसलाई होइन। अनि मोटो यसरी बनाउने हो भनेको पनि छ। रोक्नु ल यो 3टामा एउटामा छ। ओलीको घरमा मोटो ब्लो लिएर छिरुम न गाइस। ओलीको घरमा मोटो ब्लो भनेको जलाउने आगो जलाउने मोलोटप भनेको छ नि। मोलोटप लिएर छिरुम न गाइस भनेको छ। अनि यहाँ मोलोटप भनेको चाहिँ त्यो बियरको बोतलभित्र केमिकलहरू लिक्विडहरू राखेर होइन त्यसलाई पड्काउने हो। मैले रिसर्च गर्दा चाहिँ त्यो पाएँ मोटोलप। यहाँनिर अब हामी नेपालको सुदन गुरुङको बारेमा पनि भनेको छ फ्रड भनेर। यो 8 हामी नेपालको सुदन गुरुङलाई 8 तारिकमै फ्रड भनेर यहाँ भनेको छ।
यसमा मैले ड्राडफोर्ड गरेको छु सामानहरू, यो तपाईँले बुझिरहनु भएको छ। ड्राडफोर्ड गरेको छु सामानहरू भनेको छ। ओली भेटिन्न पनि भनेको छ यहाँ। मार्ने हो ओलीलाई पनि भनेको छ यहाँ। अनि बस सबको साथ चाहिएको छ भनेको छ। अब भोलिदेखि मान्छे मार्नुपर्छ, यो 8 तारिक होइन। अब भोलिदेखि मान्छे मार्नुपर्छ है। टाइमिङ डिटेल्स हेर्नु। मेन त त्यो पुलिसहरू हु आर किलिङ द इनोसेन्ट पिपुल, पुलिसहरूलाई पनि टार्गेट गरेको छ यसरी। अनि त्यस पछाडि अर्को यस बट दिस फोन क्यान क्यारी, यो सिकाएको छ यिनीहरूले कसरी एप चलाउने भनेर हैन। ओलीको घरमा यो अघि नै भइहाल्यो। अनि त्यस पछाडि अर्को कुन छ यहाँनिर मेन पोइन्टमा पढेर सुनाउँछु। अफलाइन चल्छ अरे, पुलिसहरूलाई मार्ने हो भोलि भनेर वाट चिन्ह लागेको छ। वाट्स अ प्लान भनेको छ, मार्ने हो भनेको छ फेरि। अनि त्यस पछाडि या किल हिम भने होला, किल देम भनेको छ। किल देम, बी सेफ है, बी सेफ पनि भनेको छ। यु टु गाइज भनेको छ। आज नै पुटेको त संसद भवन अगाडि नै रे। आज नै पिटेको त संसद भवन अगाडि, सायद पुलिसलाई भनेको होला। पुलिसलाई पनि भनेको छ यहाँ, पुलिसलाई। यो चाहिँ जसले यो इन्फर्मेसनहरू लिक गर्यो नि यो भित्रको ग्रुपबाट, यो चाहिँ त्यो मान्छे हो, यो अरेन्ज कलरको चाहिँ जसले यो टार्गेट नगरौँ भनेको छ नि पुलिसले। यो चाहिँ जहाँबाट यो लिक भयो नि हामीलाई, हो त्यो व्यक्ति हो यो भनेको कुरा हो। यहाँनिर जहाँबाट हामीलाई यो अहिले खबर आएको छ अथवा यो मैले प्रमाण तपाईँलाई सार्वजनिक गरेको छु, उसले चाहिँ यहाँ पुलिसलाई टार्गेट नगरौँ गाइज भनेको छ है, यहाँ नगरौँ गाइज भनेको छ। अनि त्यस पछाडि अबको टियर ग्यासको एक्सपायरी डेट वाज 2008 फेब्रुअरी। यो सबै कुरा यहाँ आएको छ है। यहाँ सबै कुराहरू एकाएक उनीहरूले डिजाइनमा कताबाट चाहिँ एउटा समूहहरू चलाइरहेका छन्। कहाँ ती समूहहरू गएका छन् र त्यो निगरानी 2-4 जना कोठाभित्र बसेर गरिरहेको छ। यस्तो योजनाबद्ध रूपमा चलाएको छ। अघिल्लो दिन यहाँ मान्छे मार्ने काट्ने कसरी चाहिँ त्यो गएर पड्काउने अथवा त्यो सबै कुराहरू यहाँ भनिएको छ। अनि अर्को कुरा, एउटा अन्तिम कुरा, जुन काठमाडौँको जिल्ला प्रशासन कार्यालयबाट 2 जना मान्छेले पुरुषोत्तम र सबल है 2 जना मान्छेले चाहिँ अगाडि लिएका थिए अनुमति। सबल गौतम भन्ने मान्छे नै गायब छ। हो त्यो पुरुषोत्तम गौतम र पुरुषोत्तम यादव र सबल गौतमले त्यहाँ जुन अनुमति लिएका थिए जिल्ला प्रशासन कार्यालयबाट त्यो आन्दोलनको लागि होइन, आन्दोलनको लागि, ती सबल गौतम भन्ने व्यक्ति अहिलेसम्म गायब भएको कुरा पनि यहाँ सार्वजनिक भएको छ। यो कुरा तपाईँहरूलाई थाहा छ कि छैन? तपाईँहरूलाई यो जति पनि यहाँ यो डिजाइन भएको छ त्यो हेलिकप्टर आर बालुवाटार के भनिन्छ नि त्यहाँ एउटा त्यो कहाँनिर छ ल हेर्नुहोस् यहाँ यो हो यो बिट च्याट भन्ने है। तपाईँहरूले खोलेर हेर्नुहोस्। अहिले तपाईँहरूले त्यहाँ गएर त्यो एप गएर ओपन गर्नुभयो भने पनि एकजना तपाईँभन्दा बाहेक अनलाइन देखिँदैन र तपाईँको कति किलोमिटर वरपर को अनलाइन छन् छैन त्यो सबै कुरा त्यहाँ देखाउँछ पनि है। फेरि मेस नेटवर्क हो यो चाहिँ, यो कसैले हेर्न मिल्दैन। यो तपाईँले त्यहाँ भित्र गइसके पछाडि जस्तो कोही मान्छेले आएर तपाईँलाई नकिङ गरेर ल तपाईँले कुनै यो च्याट गरिरहनु भएको छ, कुनैले नकिङ गर्यो तपाईँलाई शङ्का लाग्यो भने यो च्याटमा यहाँ गएर तपाईँ तुरुन्त यो कोल्याप्स हुने, यहाँ 2 ट्याप गरेर चाहिँ कोल्याप्स हुने पनि त्यो पनि गर्न मिल्ने सिस्टम रहेछ यहाँ। यो मैले पनि भर्खर बुझ्दैछु। कुनै ट्रेस इन टु इन इन्क्रिप्सन कुनै ट्रेस हुँदैन। यहाँ 31 जना अनलाइन भएको बेलामा यो कति बजे लगभग 1 बजेर 49 मिनटमा 2 बजेर 31 यहाँ त्यो होइन त्यो चाहिँ 1 बजेर 49 मिनट 53 सेकेन्डमा चाहिँ के भनेको छ भने 4 हेलिकप्टर्स इन प्रेसिडेन्ट अफिस, प्रधानमन्त्रीको अफिसमा हेलिकप्टर आयो भनेर भनिसकेको छ। गएको छ भनेर गयो 4वटा गयो भनेर अल हेलिकप्टर्स इन प्रेसिडेन्ट अफिस, अल हेलिकप्टर्स आर इन प्रेसिडेन्ट अफिस टु इभ्याकुएट द कल्पिट्स। यहाँ सुन्नुभयो तपाईँले। एनी वान विल नट गेट टु स्केप थर्ड द्याट प्रेसिडेन्ट अफिस, हेलिकप्टर्स आर दियर, ड्रोन गो टु प्रेसिडेन्ट अफिस। देख्नुभयो ड्रोनबाट चलाएको यो प्रष्ट रूपमा बुझ्न सकिन्छ। ब्लक द रनवेज, यो सायद एयरपोर्टको कुरा गरे होला। रनवेज ब्लक भयो भनेर, रनवेज ब्लक भइसक्यो भनेर। हेलिकप्टर्स आर्ट्स दियर, ड्रोन गो टु प्रेसिडेन्ट अफिस, ब्लक द रनवेज, शट डाउन एआईटी ट्राफिक टावर,
एटीसी चाहिँ बन्द भयो भनेको 100% 4X आर्मी हेलिकप्टर्स ल्यान्डेड इन प्रेसिडेन्ट अफिस 4वटा हेलिकप्टर कट अफ एटीसी but block the runways. We get at least some footage and information. खासमा यो कुरा बुझ्दा चाहिँ यिनीहरूले चाहिँ राष्ट्रपतिलाई पनि टार्गेट गरेको थिए तर असफल भएको त्यो बुझिन्छ. Send drone into the turbojet. हैन एयरबस A319 of एयरबस A319 यो चाहिँ के भन्न खोजेको खासमा यो यिनीहरूको यो कोड ल्याङ्ग्वेज हो जुन ड्रोनको मोडलहरूदेखि लिएर हैन गेट ड्रोन इनसाइड द टर्बोजेट इन्जिन भित्र लगाएर ड्रोन हान्ने जस्तो कुरा भइरहेको छ हैन इन्जिन भित्र त्यहाँ प्लेनको इन्जिन भित्र लगाएर ड्रोन पड्काउने प्लेनको इन्जिन र राष्ट्रपतिहरूलाई पनि अट्याक हान्ने यिनीहरूको मिसन थियो रेड बर्ड इन द टेल भनेको छ यहाँ हैन दे मस्ट नट स्केप फर्स्ट लेट कन्फर्म द प्लेन एन्ड गेट ड्रोन इन्टु द टर्बोजेट तपाईहरुले यो कुरा प्रष्ट रूपमा बुझ्नु भएको छ उडिरहेको प्लेनको टर्बोजेट भित्र लगेर 4-5वटा ड्रोन हानेर प्लेन उडाउने प्लान थियो त्यो दिन हो अनि त्यसपछि फर्स्ट लेट कन्फर्म द प्लेन एन्ड गेट ड्रोन इन्टु द टर्बोजेट भनेको छ यसरी धेरै कुराहरू यो कुराहरू तपाईले थाहा पाउनु भएको थिएन यो कुराहरू पुराना भएका सरकारका नेताहरूलाई अथवा नयाँ भएका नेतृत्वलाई अथवा विभिन्न यहाँ जेएनजीहरू हुनुहुन्छ तपाईहरुलाई एकदमै काम लाग्ने प्रमाण हो यो कसरी योजना बनाइयो भनेर र अहिले जुन सम्बन्धित निकायहरू सीआईबी हुनुहुन्छ अथवा गुप्तचर निकायहरू नेपालबाट को हुनुहुन्छ अथवा आर्मीका कुनै निकायहरू हुनुहुन्छ होला एपीएफ को कुनै पनि निकायहरू हुनुहुन्छ होला जुनसुकै निकायहरू हुनुहुन्छ त्यो निकायहरूले यो कसरी चल्यो कहाँबाट चल्यो यो तपाईहरुले छानबिन गर्न सक्नुहुन्छ अथवा चाहिँ यो प्रुफहरू गर्न सक्नुहुन्छ र यसलाई बाहिर ल्याउन सक्नुहुन्छ भने यो त्यो दिनको डेट सहित त्यो दिन कसरी चलेको थियो त्यो दिनको डेट र डिटेल सहित एकजना भाइले स्क्रिनशट गरेर राख्नु भएको थियो त्यहाँ भित्र के हुँदो रहेछ भनेर उहाँलाई यसको विषयमा आइडिया थियो र त्यहाँ भित्र गएर उहाँ घुस्नु भएको थियो त्यो एपमा र त्यहाँ हेर्दा यो यस्ता कुराहरू देखिसके पछाडि उहाँले यो कसलाई दिने त उहाँले आफैले भन्नुभएको छ कतै यो प्रमाणहरू दिनलाई कतै यो प्रमाण लुक्ने हो कि अथवा यो प्रमाण कतै चाहिँ मान्छेहरूले भित्रभित्रै गायब बनाउने हो कि भनेर उहाँलाई डाउट भएको र डाउट भइसके पछाडि पछि मसँग पनि उहाँले धेरै पछाडि उहाँसँग भेट भएको त धेरै भएको थियो तर भेट हुँदा पनि उहाँले चाहिँ यो कुराहरू मलाई भन्नुभएको थिएन र मेरो बारेमा सबै कुराहरू अध्ययन गरेर उहाँले भनेको कुरा उहाँ आफैले भन्नुभएको छ र त्यसकारण यो तपाईहरुलाई प्रमाण चाहिन्छ भने त्यो प्रमाण जस्ताको तस्तै म तपाईहरुलाई यो यस्तो हो यहाँबाट यसरी चल्यो यहाँबाट यसरी चल्यो यसरी चल्छ यो एप अथवा यहाँ कसरी चलेको छ के लेखिएको छ कसरी डिजाइन भएको छ यो एप के हो तपाईहरुले पनि अध्ययन गरेर खोज्न सक्नुहुनेछ र यो कुरा कसैले बाहिर नल्याएको देखिसके पछाडि उहाँले यो कुरा बाहिर ल्याउनु भयो र मलाई भन्नुभयो र यो तपाईहरुले चाहिन्छ भने जुनै पनि निकायलाई म गएर तपाईहरुसँग आएर फेस टु फेस यो कुराहरू तपाईहरुलाई दिन तयार छु र तपाईहरुलाई यो विषयमा बुझाउन तयार छु र यो देशको कुरा छ यहाँ नेपालको कुरा छ यो मातृभूमिको कुरा छ त्यसकारण यो सानोतिनो कुरा हैन यो सानोतिनो डिजाइनले देश तहस-नहस भएको हैन यो सानोतिनो योजनाले देश तहस-नहस भएको छैन यहाँ नयाँ नेतृत्व त पायो जेएनजीले तर नयाँ नेतृत्वले के गर्यो त यहाँ सबैजना जनता खुसी छन् त पक्कै पनि छैनन् त्यस भएर हामी नेपालीहरूले एकपटक यहाँ देशभन्दा नेताभन्दा कुनै पनि पार्टी भन्दा अथवा कुनै पनि स्वतन्त्र होस् अथवा युवा होस् कुनै पनि कुरा भन्दा माथि रहेर एकपल्ट हाम्रो देशको विषयमा हाम्रो मातृभूमिको विषयमा बुझ्न पर्ने कुरा आएको छ यस्ता अट्याकले गर्दा यस्ता यो साइबर हमला भनिन्छ जस्तो लाग्छ मलाई यस्ता कुराहरूले गर्दा भोलि देश कहाँ पुग्नेछ कहाँ गएर मिसिनेछ के हुनेछ र कसले यो देशलाई कब्जा गर्नेछ भन्ने कुरा अब फेरि हुने आन्दोलनहरुमा पनि यस्ता खालका घुसपैठ नहोलान् भन्न सकिँदैन त्यही भएर सम्पूर्ण नेपाली जनताहरू एकपटक गहन भएर सोचिदिनु होला सम्बन्धित निकाय गहन भएर सोचिदिनु होला पुराना नेतृत्व नयाँ नेतृत्व गहन भएर सोचिदिनु होला र एकपटक तपाईहरु यसको छानबिन गरेर तयार हुनुहुन्छ भने प्लिज मलाई सम्पर्क गरिदिनु होला सबै कुराहरू तपाईहरुले ल्याएर
प्रष्ट रूपमा बुझाइदिनेछु, प्रष्ट रूपमा देखाइदिनेछु, जस्ताको तस्तै छर्लङ्ग पारिदिनेछु भन्दै अहिलेको लागि धेरैभन्दा धेरै यो भिडियो सेयर गरिदिनु होला भन्दै म बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार, शुभरात्रि।